हेलो साथीहरू वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी कलङ्की खसी बजारमा अवस्थित एउटा हिडन पार्कमा घुम्न आएको छौँ। र यो पार्कको लोकेसन चाहिँ एक्ज्याक्ट लोकेसन भन्नु पर्दाखेरि एडभान्स कलेजको अगाडिपट्टि रहेको छ, जुन चाहिँ खसी बजारमा अवस्थित छ। अहिले चाहिँ हामी पार्कको अगाडिपट्टि आइसकेको छौँ र अब हामीले इन्ट्री लिनेछौँ। अहिले हामीले पार्कभित्र इन्ट्री लिइसकेको छौँ र पार्कको अगाडिपट्टिको भागमा हामीले फुलको बगैँचा देख्न सक्छौँ, जहाँ चाहिँ विभिन्न प्रकारको फुलहरू लगाइएको छ। यसो मैले बुझेअनुसार यहाँ चाहिँ 200 प्रकारको फुलहरू लगाइएको छ, जसमध्ये हामीले देख्न सक्छौँ विभिन्न प्रकारको कलरको फुलहरू देख्न सक्छौँ। रातो, येल्लो, पर्पल, ब्रिन्जल, पिङ्क, व्हाइट कलरको भेराइटीको फुलहरू देख्न सक्छौँ। साथीहरू, मैले चाहिँ यहाँ लगाइएको फुलहरूमध्ये एक दुईवटा फुलहरू मात्रै चिन्न सकेँ, किनभने यो बिरुवाहरू चाहिँ विदेशबाट ल्याएर रोपिएको हुनाले मैले चाहिँ धेरै चिन्न सकिनँ होइन। यदि तपाईँहरूले चिन्न सक्नुभयो भने प्लिज यो फुलको नामहरू मेन्सन गरिदिनु होला। र यो पार्कभित्र जे होस्, यहाँ घुम्न आएको मानिसहरूको लागि, टुरिस्टहरूको लागि बस्नको लागि राम्रो व्यवस्था गरिएको छ। ठाउँ ठाउँमा बेन्चहरू राखिएको हुनाले तपाईँहरू यहाँ मजाले बसेर फुलको सुगन्ध लिँदै बगैँचाको अवलोकन गर्न सक्नुहुनेछ। यो फुल चाहिँ कुन हो साथीहरू? यो फुल चाहिँ मैले चिन्न सकिनँ। यदि तपाईँहरूले चिन्नुभयो भने प्लिज मेन्सन गर्नु होला। यो फुल चाहिँ मैले चिनेँ। यो चाहिँ हामी नेपालीहरूले तिहारमा माला गाँस्नको लागि युज गर्ने भएको हुनाले यो फुल चाहिँ पक्कै पनि मैले चिनेँ होइन। तपाईँहरूले पनि चिन्नु नै भयो होला। यतापट्टि चाहिँ नेपालमा नपाइने र विदेशबाट ल्याएर रोपिएको हुनाले विदेशबाट ल्याएर बगैँचामा जे होस् विभिन्न प्रकारको फुलहरू लगाइएको छ। यो दृश्य देख्न सक्नुहुन्छ कस्तो सुन्दर देखिएको छ। तपाईँहरू पनि यदि आफ्नो जीवनबाट कहिले टाइम बिताउन चाहनुहुन्छ भने प्लिज तपाईँहरू पनि पार्कमा आएर पार्कको अवलोकन गरेर आनन्द लिन सक्नुहुन्छ। साथीहरू, हामीले अब पार्कमा रहेको बगैँचा घुमिसक्यौँ। अहिले चाहिँ हामी मन्दिरतर्फ लाग्यौँ। यो मन्दिर चाहिँ पार्कको बिचिल्लो भागमा अवस्थित रहेको छ। र एकजनासँग मैले सोधेँ, यो पार्कमा एकजना घुम्दै हुनुहुन्थ्यो, उहाँलाई मैले सोधेँ यो मन्दिरमा चाहिँ कुन कुन भगवान्को मन्दिर रहेको छ भन्नु। मैले सोद्धाखेरि उहाँले चाहिँ शिव भगवान्को, गणेश भगवान्को, विष्णु भगवान्को मूर्तिहरू यहाँ अवस्थित रहेको छ। र त्यसै गरी साथीहरू, तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ एउटा विवाह मण्डप पनि रहेको छ। यदि तपाईँहरूले सस्तो सुविधामा विवाह गर्न चाहनुहुन्छ भने तपाईँहरूले पनि यहाँ विवाह गर्न सक्नुहुनेछ, किनभने अहिलेको महँगी जमानामा बिहे गर्न धेरै खर्च लाग्ने भएको हुनाले तपाईँहरू सर्ट एन्ड स्विट तरिकाले बिहे गर्न चाहनुहुन्छ सर्टकट तरिकामा भने प्लिज यहाँ आएर तपाईँ पनि विवाह गर्न सक्नुहुनेछ। र अगाडि अब छेउमा देख्न सक्छौँ हामीले विष्णु भगवान्को मूर्ति पानीको बिचमा रहेको छ। र साथीहरू, यो मन्दिरको छेउतिर एउटा सानो मन्दिर पनि रहेको छ। यो मन्दिर चाहिँ कुन भगवान्को मैले सोध्न भ्याइनँ अघि होइन। र मैले मूर्ति पनि चिनेन कुन भगवान्को हो। यदि तपाईँहरूले चिन्नुभयो भने मेन्सन गर्नु होला। र साथीहरू, अब हामीले चाहिँ मन्दिर पनि घुमिसक्यौँ। अब हामी मन्दिरको पछाडिपट्टि पार्कतिर लागौँ। यो चाहिँ मन्दिरको पछाडिपट्टिको भाग हो। यतापट्टि चाहिँ नर्मली टुरिस्टहरू यता आएर घुम्न चाहनुहुन्छ भने तपाईँहरू यतापट्टि आएर पार्कको पछाडिपट्टि आएर बस्न सक्नुहुनेछ। यता पनि बस्नको लागि राम्रो व्यवस्था गरिएको छ। प्लस र साथीहरू, मैले काठमाडौँमा रहेको पार्कहरू घुमेँ, तर यतिको सरसफाइ भएको पार्क चाहिँ मैले देखेको थिइनँ काठमाडौँ भ्यालीभित्र। यो पार्क चाहिँ एकदमै सरसफाइमा ध्यान दिएर सरसफाइ गरिएको र एकदमै यो पार्कभित्र हरियाली रहेको छ। यो वातावरणमा फ्रेस एयर लिँदै तपाईँहरूले पनि आफ्नो टाइम स्पेन्ड गर्न सक्नुहुन्छ यहाँ आएर। जे
जेएसपी पार्कमा हिँड्ने ठाउँमा चाहिँ टायर्स लगाएर अझ सफा देखिएको छ। र साथीहरू यो पार्कको छेउपट्टि धोबी खोला, तपाईँलाई थाहा नै होला, काठमाडौँ बस्नुहुन्छ भने धोबी खोला हो। यो पार्कको छेउबाट धोबी खोला क्रस भएको छ। खोलाको कलकल आवाज सुन्दै यो हरियालीको आनन्द लिन चाहनुहुन्छ भने तपाईँहरू पनि यो पार्कमा आउन सक्नुहुनेछ। र साथीहरू यो पार्कको माथिल्लो पट्टि देख्न सक्नुहुन्छ तपाईँले एउटा आर्क ब्रिज बनाइएको छ। र यो आर्क ब्रिजको छेउमा सानो सानो वाटर फाउन्टेसन पनि राखिएको छ। तर अहिले फाउन्टेसनभित्र पानी नरहेको र पक्कै पनि अब बर्खा यहाँ लागेको हुनाले अब छिट्टै नै पानी आउनेछ फाउन्टेसनमा पनि। र साथीहरू हामी चाहिँ अब पार्कको बिचिल्लो भागमा पुग्यौँ। यहाँ चाहिँ देख्न अघि हामीले पार्कको अगाडिपट्टि चाहिँ सानो सानो फुलको बिरुवाहरू लगाइएको देखेको थियौँ। र अहिले चाहिँ हामीले पार्कको पछाडिपट्टि चाहिँ ठुल्ठुलो बोटहरू लगाइएको छ फुलको। र यो भागपट्टि चाहिँ जे होस् सानो सानो बच्चाहरू पनि खेल्न आउने गर्नेछन्। खेल्न आउने गरेको हुनाले जे होस् बच्चाहरूको लागि, फ्यामिलीहरूको लागि, होइन, तपाईँहरू कपालहरूको लागि यो पार्क चाहिँ एकदमै उपयोगी रहेको छ। यो पार्कको पछिल्लोपट्टि हो। यता पनि देख्न सक्नुहुन्छ तपाईँहरूले कति राम्रो दृश्य रहेको छ। तपाईँहरू आफ्नो जीवनको बिजी टाइमबाट सही टाइम उपयोग गर्न चाहनुहुन्छ भने आफ्नो सानो टाइम निकालेर यता घुम्न आउनु सक्नुहुनेछ। आहा, कति राम्रो फुल्यो, कुन फुल्यो साथीहरू, तपाईँले चिन्नुभयो? मैले त चिनिनँ, यदि चिन्नुभयो भने प्लिज मेन्सन गर्नुहोला। र साथीहरू अब यहाँ तपाईँ एउटा बोर्ड देख्न सक्नुहुन्छ। बोर्डमा के लेखेको छ भने तपाईँहरू सिसिटिभीको निगरानीमा हुनुहुन्छ भनेर लेखिएको छ। त्यसैले तपाईँहरू घुम्न आउँदाखेरि केही पनि उपद्रव नगरिकन शान्त तरिकाले अवलोकन गर्न सक्नुहुनेछ। र साथीहरू लगभग मैले पार्कको अवलोकन गराइसकेँ तपाईँहरूलाई। र तपाईँहरूले पनि आफ्नो प्रत्यक्ष आँखाले अवलोकन गर्न चाहनुहुन्छ भने प्लिज यहाँ आएर भिजिट गर्न सक्नुहुनेछ। यति भन्दै म आफ्नो सानो छोटो ब्लग यहाँ पुऱ्याउन चाहन्छु। र प्लिज हाम्रो यो ब्लगलाई हेरिदिएर लाइक सब्सक्राइब गरिदिनु हुनेछ भनेर आशा राख्छु। र साथै यति भन्दै बिदा लिन चाहन्छु। बाई बाई, टेक केयर, have a good day.